एक नयाँ जिन्दगीलाई यस धरतीमा लिएरै रहँदा हरेक व्यक्तिको आफ्नै अनुभव रहेको हुन्छ। हाम्रो जिन्दगीमा पनि आएकी हाम्री प्यारी छोरीलाई लिएर हामीले पाएको अनुभवलाई यस छोटो भिडियो मार्फत प्रस्तुत गर्न चाहे। म र मेरो श्रीमान लेबर पेन सुरु भएपछि थापाथली काठमाडौँमा रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल पुगेका थियौँ, जहाँ हाम्री छोरीको जन्म 2082 12 महिना 30 गतेको दिन भएको थियो। अस्पताल पुग्ने बित्तिकै हामी इमर्जेन्सी रुममा गयौँ र डाक्टरले परीक्षण गर्नुभयो। अवस्था अलि जटिल रहेको कारण 2 घण्टा जति त्यहीँ राखियो र मेरो र बच्चाको परीक्षण गरियो र नियन्त्रणमा आएपछि त्यहीँको बर्थिङ सेन्टरमा पठाइयो। म र मेरो श्रीमानलाई त्यहाँ पुगे लगतै हुनसक्ने सम्भावनाबारे जानकारी गराइएको थियो। त्यहाँ उपस्थित मिडवाइफ स्टाफहरूले फिजिकल्ली, मेन्टल्ली अनि इमोसनल्ली जुन तरिकाले साथ र सहयोग दिनुभयो, सफलतापूर्वक मैले नर्मल डेलिभरीका साथै स्वस्थ बच्चालाई देख्न पाएँ। यो जर्नीमा त्यस दिन मद्दत पुर्याउनु हुने डाक्टर श्री राम खड्का, डाक्टर अवसर सिंह राठौर, डाक्टर नितु झा र डाक्टर सृजना न्यौपाने अनि मिडवाइफ स्टाफ दिव्या, मनिषा, स्टुडेन्ट सविता, सन्ध्या र सशिला ज्यूहरूलाई समक्ष भेटेर भन्न नपाए पनि यही भिडियो मार्फत मनदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। आगामी दिनहरूमा मेरो जस्तै अरू थुप्रैको सक्सेस जर्नी रहेको सुन्न पाइनेछ भन्ने आशा राख्दछु। बच्चालाई यस धरतीमा ल्याइरहँदा हरेक व्यक्तिको आफ्नो आफ्नै अनुभव रहेको हुन्छ र यो चाहिँ मेरो र मेरो श्रीमानको अनुभव।